नेपाल जस्ता एसोसिएट टिमहरूले कसरी विश्वकप खेल्ने मौका पाउँछन् भन्ने कुरा धेरैलाई थाहा हुँदैन। आज बुझौँ आइसिसी क्रिकेट वर्ल्ड कप, लिग 2 र क्वालिफायर सिस्टम कसरी काम गर्छ। लिग 2 मा 8वटा टिम हुन्छन्, जस्तै नेपाल, ओमान, स्कटल्यान्ड, नामिबिया, युएसए आदि। सबै टिमले एकअर्कासँग धेरै सिरिज खेल्छन्, अङ्क बटुल्छन्। अन्त्यमा टप 4 टिम सिधै वर्ल्ड कप क्वालिफायरमा पुग्छन्। अब कुरा गरौँ क्वालिफायर भन्नाले के हो। त्यो क्वालिफायरमा ती टप 4 टिमसँगै आइसिसी ऱ्याङ्किङमा तल फुल मेम्बर टिमहरू पनि आउँछन्, जस्तै वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड जस्ता देशहरू जुन चाहिँ ओडिआई ऱ्याङ्किङको 8 पोजिसनभन्दा तलका छन्। यहाँ खेल्ने टिमहरूमध्ये सिर्फ 2टा टिम मात्रै सिधै विश्वकपमा पुग्छन्। अब कुरा गरौँ प्लेअफ भनेको के हो। लिग 2 का तलका 4वटा टिम भने सिधै आउट हुँदैनन्। तिनीहरू च्यालेन्ज लिगका टप 4 टिमसँग क्वालिफायर प्लेअफ खेल्छन्। त्यो प्लेअफबाट 2टा टिम छनौट भएर क्वालिफायर टुर्नामेन्टमा पुग्छन्। क्रिकेटको यस्तै जानकारीमूलक भिडियोको लागि फलो गर्न नभुल्नुहोस्।